दिएको अनुच्छेदमा प्रयोग भएका द्वितीय शब्दको पहिचान गरी त्यसको निर्माण प्रक्रिया पनि देखाउनुहोस् भन्ने प्रश्नको हल गर्दै गर्दा विद्यार्थी भाइ बहिनीहरूले द्वितीय शब्दको पहिचान गरेर त्यसको निर्माण प्रक्रिया देखाउन जान्नुपर्छ। जहाँसम्म लाग्छ द्वितीय शब्दलाई पहिचान गर्नमा कुनै समस्या हुँदैन। यो द्वितीय शब्दमा दुईवटा उस्तै शब्द दोहोरिएर एउटा नयाँ शब्द बन्दछ। द्वितीय शब्दलाई द्विरुक्त शब्द भनेर पनि हामी चिन्दछौँ। मैले यस अनुच्छेदमा रहेका द्वितीय शब्दहरूको पहिचान गरी तिनको चाहिँ निर्माण प्रक्रिया यहाँ लेखेकी छु। अब हेरौँ है त। द्वितीय शब्द जस्तै यो अनुच्छेदमा मैले गरगहना देखेकी छु। त्यो गरगहनालाई यहाँ टिपेँ र अर्को त्यसै गरी पिटापिट भन्ने शब्द छ। यो पिटापिट शब्द पनि यहाँ मैले लेखेँ र यसै गरी अर्को छ छिटो छिटो, छिटो छिटो यो पनि द्वितीय शब्द हो। यसै गरी छ अर्को सरसामान, यो पनि द्वितीय शब्द हो। यसै गरी अर्को झोला सोला, यो पनि द्वितीय शब्द हो। यसै गरी अर्को छ आलो पालो, यो आलो पालो पनि द्वितीय शब्द हो। अर्को छ नयाँ नयाँ, नयाँ नयाँ पनि द्वितीय शब्द हो। र अर्को छ चुपचाप, यो पनि द्वितीय शब्द हो। मैले यस अनुच्छेदमा भएका द्वितीय शब्दहरूलाई यहाँ टिपेकी छु र यसको निर्माण प्रक्रिया हामी यहाँ हेरौँ है त। गरगहना भन्ने यो द्वितीय शब्दको निर्माण प्रक्रिया देखाउँदाखेरि यो गरगहना, गहना प्लस गहना, दुईवटा गहना शब्द मिलेर गरगहना भएको भन्ने कुरा हामीले बुझ्नुपर्छ। गहना प्लस गहना, गरगहना, झगडा प्लस झगडा, झै झगडा, छिमेकी प्लस छिमेकी, छर छिमेकी, झल्को प्लस झल्को, झझल्को, यो चाहिँ यसरी बनेको हुन्छ। यो गरगहना, गहना प्लस गहना भएर बनेको रहेछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। र द्वितीय शब्दको निर्माण प्रक्रिया देखाउँदा चाहिँ प्लस चिन्हले हामीले यहाँ प्लस चिन्ह राख्छौँ, गहना प्लस गहना, किनकि यो दुईवटा उस्तै शब्द मिलेर बनेको हुन्छ। तर कतिपय अवस्थामा विद्यार्थी भाइ बहिनीहरूले चाहिँ के गर्नुहुन्छ भने समस्त शब्दमा पनि प्लस चिन्ह राखिदिनुहुन्छ समस्त शब्दलाई विग्रह गर्दा। तर त्यो समस्त शब्दमा चाहिँ समस्त शब्दलाई विग्रह गर्दा प्लस चिन्ह हुँदैन है। यो द्वितीय शब्दको निर्माण प्रक्रिया देखाउँदा मात्रै हामीले प्लस चिन्ह राख्ने र अर्को चाहिँ उपसर्ग र प्रत्यय लागेर बनेका शब्दमा प्लस चिन्ह हुन्छ। यसै गरी अर्को छ पिटापिट। यो पिटापिट भन्ने शब्द पनि पिट प्लस पिट भएर चाहिँ पिटापिट बनेको छ। पिट पिट दुईवटा शब्दको मेल भएर पिटापिट भन्ने शब्द बनेको छ। यसै गरी छ अर्को छिटो छिटो। यो छिटो छिटो भन्ने शब्द छिटो र छिटो दुईवटा शब्द मिलेर बनेको छ। छिटो प्लस छिटो, छिटो छिटो। यसै गरी छ अर्को सरसामान। सरसामान भन्ने शब्द पनि सामान प्लस सामान, दुईवटा सामान मिलेर सामान शब्द मिलेर चाहिँ यो सरसामान भन्ने शब्द चाहिँ बनेको छ। यो पनि द्वितीय शब्द हो। र अर्को छ झोला सोला। झोला सोला, यो दुईवटा झोला प्लस झोला भएर झोला सोला शब्द बनेको छ। झोला प्लस झोला, झोला सोला। यो झ वर्ण स वर्णमा परिवर्तन भएको छ। यसलाई हामी अपरिवर्तित द्वितीय भन्छौँ। कुनै पनि वर्ण नै परिवर्तन भएर अर्को वर्ण बन्छ भने त्यो अपरिवर्तित द्वितीय। झोला प्लस झोला, झोला सोला। यसै गरी छ पालो प्लस पालो भएर आलो पालो बनेको छ। यहाँ पनि पालोको प ध्वनि चाहिँ अमा परिणत भएको छ, परिवर्तन भएको छ र यो पनि अपरिवर्तित द्वितीय हो। पालो प्लस पालो, आलो पालो। यसै गरी नयाँ नयाँ, नयाँ नयाँ दुईवटा उस्तै शब्द मिलेर यो पुरै दोहोरिएर नयाँ नयाँ दुई पटक दोहोरिएर नयाँ नयाँ भन्ने शब्द बनेको छ। यो चाहिँ पूर्ण द्वितीय हो। नयाँ प्लस नयाँ, नयाँ नयाँ। यसै गरी चुप प्लस चुप, चुपचाप, चुप प्लस चुप, चुपचाप हुँदो रहेछ। यो दुईवटा चुप शब्द मिलेर चाहिँ चुपचाप भन्ने नयाँ शब्द बन्दो रहेछ। यो पनि अपरिवर्तित द्वितीय हो यसमा पनि हैन। र यसरी हामीले चाहिँ कुनै पनि अनुच्छेदमा रहेका द्वितीय शब्दको पहिचान गर्दै त्यसको निर्माण प्रक्रिया पनि देखाउन सक्ने हुनुपर्छ।